पकोडा पकौडा के भन्नुहुन्छ हजुरहरू? म चाहिँ सानैदेखि पकौडा भन्छु। हेलो एभ्रिवान, आज चाहिँ म घरमै सिम्पल तरिकाले पकौडा बनाउँदैछु। पकौडा बनाउनलाई चाहिँ मैले बन्दा आलु, प्याज, धनिया, खुर्सानी हालेर बनाउँदैछु। केही मरमसला हाल्छु, म चाहिँ फुड कलर युज गर्दिन। बेसार, मसला, नुन, थोरै धुलो खुर्सानी, त्यसपछि अदुवा लसुन खुर्सानीको पेस्ट, बेसन हाल्छु। बेसन चाहिँ मेन हो, बेसन भएन भने पकौडा चाहिँ राम्रो बन्दैन। पकौडा बनाउन एकदम गाह्रो हुन्छ बेसन भएन भने। मा के छ पकौडामा हाल्न पर्ने सामानहरू सबै हालेर मजाले मिक्स गरिदिन्छु। राम्ररी मिक्स गरिसकेपछि पकौडा बनाउनलाई रेडी भयो। अनि कराई बसालेर तेल हाले। तेल चाहिँ म सबै पकौडा पकाउन पुग्ने गरेर हाल्छु एकचोटिमै। तेल एकैचोटि तात्छ भनेर। अनि तेल तात्यो, अब चाहिँ म पकौडा बनाउन सुरु गर्छु। पालै पालो हाले अनि कलर चेन्ज भइसकेको थियो। फाइनली पकौडा रेडी भयो। पकौडासँग खानलाई अचार बनाएको थिएँ। कलर एकदम राम्रो देखिएको थियो, त्यो भएको थियो।